पूर्व सिक्किम रङ्गली अस्पतालमा व्यक्तिगत र निजी प्रयासबाट अति आवश्यक स्वास्थ्य जाँच उपक्रम जडान भएको छ। यसैले बिमारीहरू आवश्यक स्वास्थ्य जाँचका लागि गान्तोक वा अन्यत्र जानु पर्दैन। समय र खर्चको बचत भएको छ। यस सेवाले धेरैको ज्यान पनि बचाएको छ भने सो उपक्रम सित्तैमा उपलब्ध भएकोले सरकारको लाखौं रुपियाँको खर्च पनि जोगिएको छ। यी सबै उपलब्धताका सूत्रधार एवं उत्प्रेरक निमा वाङ्दी तामाङ हुन्। रङ्गली प्राथमिक स्वास्थ्य केन्द्रमा विशेष कार्यक्रम आयोजित गरेर उनले डेन्टल विभागलाई एउटा ल्यापटप पनि हस्तान्तरण गरे। उनी राज्यका अवकाश प्राप्त सचिव हुन्। वर्तमान सरकारले उनलाई स्टेट पल्युसन कन्ट्रोल बोर्डका मेम्बर सेक्रेटरीको पदभार पनि सुम्पिएको छ। विभागीय आपूर्ति उपक्रमहरू पुरानो भए पश्चात बिग्रिएको थियो, जसको मर्मत सम्भव थिएन। सो कार्यक्रममा अस्पतालले लगभग सबै उपक्रम उनको माध्यमबाट प्राप्त गरेको जानकारी पनि गर्यो। सर्वप्रथम वाटर प्युरिफायर दिनुभएको छ, एक सेट सेकिङ सेट दिनुभएको छ, 1 बक्स स्कोल थर्मोमिटर दिनुभएको छ, 1 र रेटिनोस्कोप दिनुभएको छ र क्याल्सियम फर्सेट दिनुभएको छ, फायर एक्सटिङ्ग्विसर जुन चाहिँ डाक्टर मिनमा हुनुहुन्थ्यो त्यो टाइमदेखि नै सधैँखेरि अगाडिदेखि नै दिनुभएको रहेछ र त्यसरी नै आइभी स्ट्यान्ड, ट्रली, व्हिलचेयर, सर्जिकल कलर, डेन्टल चेयर दिनुभएको छ, अक्सिमिटर दिनुभएको छ, फेटोस्कोप डिजिटल दिनुभएको छ। यसरी नै सबैभन्दा इम्पोर्टेन्ट कुरा आरपिजी डिजिटल एक्सरे दिनुभएको छ, जुन चाहिँ डिजिटल हाम्रो डेन्टल डिपार्टमेन्टमा छ र यसरी नै एपेक्स लोकेटर दिनुभएको छ। यसरी नै एक्सट्र्याक्सन फर्सेट दिनुभएको छ। यसरी नै क्वाइलिङ लाइट्स पनि दिनुभएको छ र आरसिटी डेन्टल डिपार्टमेन्टकै इन्डोमिटर दिनुभएको छ र अहिले पनि करेन्टली सरले आज पनि हामीलाई कुनै पनि डिजिटल काम गर्न अथवा अनलाइन काम गर्न असुविधा नहोस् भन्नको खातिर हामीले माग राखेका थियौँ ल्यापटप, जुन चाहिँ डेन्टल डिपार्टमेन्टमा सरले हामी साथ लिएर आउनु भएको छ। उनले CSR अर्थात् कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी फन्ड तथा उनले व्यक्तिगत खर्चको प्रयोग गरेर रङ्गली अस्पतालमा यी औजार र जाँचका उपक्रमहरू उपलब्ध गरेका हुन्। हाम्रो ल्याबमा एउटा साइन्टिफिक मेसिन बिग्रेको थियो, जसकारण धेरै टाढाबाट आउने हाम्रो गाउँ बस्ती यहाँनिरको कस्तो त्यहाँबाट आउने हाम्रो नागरिकले, हाम्रो समाजको मान्छेले दुःख पाइरहेको थिए। त्यो साइन्टिफिक पनि उहाँ सरकै बाहुलीबाट हामीले पायौँ। त्यस पश्चात अब साइन्टिफिक भयो, फेरि लाइट जाने यहाँ हाम्रो पावरको पुरा उयो छ होइन। अन्त लाइट गएको गएर त्यसमा फेरि सरको यस्तो भयो। अब के गर्नु, तपाईँले यो सबै कुरो दिनुभयो, ल्याबमा ब्लड टेस्टहरू सबै कुरो छ। लाइटको प्रब्लम भयो। अब सरले त्यसको पनि हामीलाई ल्याबलाई समाधान गरिदिनु भयो। एउटा ठुलो यहाँ सबैले देखेको त्यो इन्भर्टर ल्याएर लगाइदिनु भयो। एकपल्ट एउटा कम्पनीसँग एकपल्ट सर आफै स्वयंले 2टा इन्भर्टर दिनुभएको छ ल्याबलाई। यहाँ दक्ष मानव संसाधनको कमी छैन, तर आवश्यक उपक्रम नभएकोले जाँच पुरा हुँदैन थियो। उनले उत्प्रेरकको भूमिका प्राप्त गर्नमा मुख्यमन्त्री प्रति पनि आभार व्यक्त गरेका छन्। सम्माननीय मुख्यमन्त्री है अहिले पेन्सन परीक्षा हुनुहुन्छ, उहाँको आशीर्वादले गर्दा यो जग्गामा पुगे जसमा चाहिँ मैले कुछ कन्ट्रिब्युट गर्नु पाइरहेको छु र उहाँको ब्लेसिङ पनि ममाथि एकदमै भएकोले गर्दाखेरि चाहिँ आज म यो समाजमा है मेरो गाउँलाई चाहिँ कुछ गर्नु पाइरहेको छु। CSR को माध्यमबाट उनले सिप्ला, सनफार्मा, एल्केम, म्यानकाइन्ड, स्विस गार्नियर, ग्लेनमार्क, इन्टास, इन्डिचेम आदिबाट सहयोग पाएको बताए। कन्ट्रिब्युट भने उनीहरू डिसी अफिसर युज गर्नुहुन्छ, यहाँ करोडको उनीहरूले कन्ट्रिब्युट गर्नुपर्छ एभ्री इयर। उनीहरू CSR अलग्गै हुन्छ र त्यसको लागि चाहिँ पोलिसी कन्ट्रिब्युटको लागि पैसा आएको हुँदैन होला खास सिधै भन्छु है। तर पनि मेरो पर्सनल रिक्वेस्टले गर्दा उहाँले अहिले 3 लाख 4 लाख एउटा कम्पनी दिएर चाहिँ अहिले हामी दिइ सक्छ। अब हिजो चाहिँ भर्खर मेरोमा आएको छ फिजियोथेरापीको सामान पनि आउँदैछ, त नसुर्ताउनुहोस् हो। फिजियोथेरापीको सामान जुन भित्रमा आउँछ होला त्यसको यो अघि मैले भने लेजर पनि के निश्चित चाहिँ अब अलिकति इट मे टेक एट 1 or 2 months त इट विल बी मेड एभाइलेबल है। त्यसमा के छैन। त्यहाँदेखि तपाईँ आँखाको सामान डक्टर फर्मले फेरि पढाएको छ, आँखाको रेफ्रोटी के भन्ने त्यो मैले राम्रो पढिनँ भने त्यो पनि मैले दिएको ज्याडेसा दिएको छु। द्याट इज एबाउट टु कम हो, त्यो पनि ज्याडेसा मैले रिक्वेस्ट गरेर हुन्छ भनेको छ।
फिजियोथेरापीको अब सब बिस्तारै बिस्तारै हामीले मेरो चाहिँ इच्छा के छ भने मेरो हाम्रो पिएचसी हो यो कन्स्टिट्युसन पिएचसी हामीले वेल इक्विप गर्नु जसमा चाहिँ अब तपाईँको ट्रमा सेन्टरको पनि भइरहेको छ ट्रमा सेन्टर अस्ति आयो होइन तपाईँको हेर्नु आयो होइन ट्रमा सेन्टर तपाईँ भेग भयो ट्रमा सेन्टरको जुन चाहिँ यहाँ सिएसआर मान्छे भिजिट गरेर छ सिप्लाको ट्रमा सेन्टर इमर्जेन्सी सेन्टर इमर्जेन्सी उयो गर्नुपर्छ भनेर भन्नुभएको मलाई ट्रमा सेन्टरको लागि अन्त मैले इमिडिएटली गएर भने र सिप्लालाई मैले गरेँ सिप्ला मान्छे जस्तै अस्ति अस्ति आयो मलाई छैन डक्टर आयो है उहाँ रिटायर पश्चात आफूले अर्जेको अनुभवलाई समाज उपयोगी बनाउने निमावङ्दी तामाङको सोच अनुकरणीय छ। यस विशेष रिपोर्टको साथमा म जोसेफ लेप्चा।